Hello everyone, दर्शन नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। न्यू डे न्यू ब्लग लिएर म फेरि पनि हजुरको माझ नयाँ भिडियो लिएर आइसके। हजुरहरू जहाँबाट हेर्दै हुनुहुन्छ सन्चै आरामै हुनुहुन्छ भन्ने आशा छ। अनि म पनि यहाँ एकदम ठिक छु। म चाहिँ अहिले कहाँबाट भिडियो गरिरहेको छु भने खोलाको किनारमा बसेर म भिडियो गरिरहेको छु। खोला देख्न सक्नुहुन्छ साथीहरू, यो खोला हो कि कुलो हो, पानी चाहिँ छैन। खरेरी लागेर पानी जति खोलामा पनि सुके ह। हामी चाहिँ आज कहाँ आएको भन्दाखेरि माछा मार्न आएको, तर माछा मार्न सकिन्छ कि नै यस्तो टन्टपुरे घाम छ। ओ माई गड, झन् काली हुने भयो। उसै त काली त्यही माथि काली हुने भयो। ल साथीहरू, हामी चाहिँ आज माछा मार्ने भनेर आएको, तर माछा पाइन्छ कि नै थाहा छैन। हेर्दै गर्नु होला। हामी चाहिँ अब माछा मार्न जान लागेको। यहाँ चाहिँ सामानहरू रेडी भइसक्यो। अनि अरू साथीहरू चाहिँ हिँड्दै आउनु भयो। हामी चाहिँ यहाँ बाटो अप्ठ्यारो भएर हामी चाहिँ स्कुटीमा आयौँ उहाँहरूलाई झारेर। अब चाहिँ हामी गयौँ ल साथीहरू। माछा नपायो भने अब पौडी खेलेर जाने। ल हेर्दै गर्नु होला। ल हाम्रो साथीहरू भर्खरै आउनुभयो। यस्तो छ हरी बिचोका नि त। माछा पाउने हो कि नै त्यस्तै रहर। ल हामी चाहिँ जम्मा भयौँ। अब रेडी टु के फिस मार्ने। ल अब चाहिँ यहाँ माछा मार्ने तरिका यो चाहिँ ओहो झोल सुत्दै छ नि त। यो चाहिँ भाटीको जाँड हो। अनि उता पिठो छ, अनि अर्को जाँड पनि छ। यहाँ चाहिँ दिदीले बनाउँदै हुनुहुन्छ। यहाँ चाहिँ भइरहेछ काम, माछा मार्ने काम भइरहेछ। यसलाई चाहिँ यस्तो गर्नुपर्छ। यता दिदीहरूले यस्तो गराउनु भयो, यता माइजूले पनि बनाउनु भयो। खै यता देखाइदिनु त माइजू। यहाँभित्र चाहिँ जाँड छ, अनि यहाँबाट माछा फुट्ट जान्छ। ल अब माछा अब चाहिँ खोलामा थाली राख्न लाग्यो। म देखाइदिन्छु हजुरहरूलाई। माइजूले राखिसक्नुभयो। यहाँ त होइन होला नि ठुलोमा। उता होला कि उतापट्टि। त्यहाँ रहेछ। हेर्नु त। हो त्यहाँ राखिदिनु त। पाल यतापट्टि बनाएर राखिदिनु न। सानो भयो क्या पाल। दिदीले त्यहाँ राख्नुभयो। अब चाहिँ त्यहाँ माछा आउँछ। माछा आउने कि नै। पाउँछ होला कि झिङ्गे माछा नि। कालो हेर्छ के गरेको। पौडी खेल्नलाई यता खुट्टा पनि दुखेन साथीहरू। ल है छोप्यो। यहाँ दिदीले एउटा माछा मार्ने कुरा भेटाउनु भयो, तर चाहिँ एउटा पनि पसेको छैन है। माछा आयो माछा। ल साथीहरू, हामी चाहिँ केही मार्न सकेन। माछा एउटा जात रहेनछ। गङ्गटा पनि छैन, माछा पनि छैन। अहिले पढ्यो भने म हजुरलाई देखाउँछु। मसिनो छ माछा पनि। छोड्नु तिमीलाई जानेको। अब त्यहाँ माछा हेर्न जानु पर्यो। पढेको कि नै। घामले पोलिसक्यो, खुट्टा पनि पोल्यो। हजुर देख छैन थाली त। ल साथीहरू, हामी चाहिँ निकाल्यौँ। ढुङ्गा हो र ढुङ्गा होला।
ल्याउनु कि फुकाएर ल्याउनु न होइन होइन छैन क्या छैन अलि राख्ने होला कि चाड होइन खान्न नजानेको क्या हामी त एउटा पनि नपरेको पनि मेरो निकाल एउटा छैन कहाँ जाने घर जाने एउटा पनि नपरेको ल साथीहरू हामी चाहिँ माछा पाएन अब चाहिँ तलतिर जानु पर्ने कुरो भयो घामले पोल्यो त्यही भएर माछा पनि पर्यो होइन त्यही भएर अब चाहिँ तलतिर जान्छौँ तल गएर के गर्छौँ म देखाउँछु हेर्दै गर्नलाई त फेरि हामी चाहिँ माछा मार्न सकेन अब चाहिँ यहाँ पौडी खेलेर जाने भन्ने भयो अब जाने कुरो भयो यहाँ चाहिँ अब हामी पौडी खेल्ने हो ल हेर्नु साथीहरू पौडी खेल्ने ठाउँ पानी पनि तातो हो बाँडे पनि भयो कि नाच्नु ल साथीहरू मैले चाहिँ यस्तो गरेर राख्न लाएँ अब म चाहिँ यहाँ डोरी राखेको छु माछा म चाहिँ अब यहाँ राख्छु यहाँ राख्नु पऱ्यो कसरी हो माछा आइज 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 ढुङ्गा हाल्ने बिर्से भित्र हात तेरेका ढुङ्गा हाल्नै बिर्से साथीहरू त्यो ढुङ्गा हाल्नु पर्ने भयो ल साथीहरू अघि मैले ढुङ्गा हाल्न बिर्सेँ अहिले चाहिँ ढुङ्गा हालेछु कहाँ राखौँ त मैले यहाँ राख्नु पऱ्यो है त ल मैले चाहिँ त्यसरी राखेँ है त अनि यहाँ एउटा छ अनि यता एउटा राख्नु भयो यहाँ माइजूले चाहिँ आफ्नो छोरालाई नुहाइदिँदैछ छोरालाई नुहाइदिएर ए यहाँ त गहिरो रहेछ भाइ हामीले त्यहाँ गयो भने फत्रा फत्रा होला नि अरे अन्त हेर्नु त दिदी छोप्नै सक्दैन कस्तो माछा भाइ सक्दैन कि सामान केही भेटा खान्न नि पाखाइन कि गिलो पनि भेटा खाइन मान्छे त जानु आऊ आऊ त पौडी खेल्न आऊ यस्तो पानी छ केही खुट्टा छोड्नु त झन् चाल्छ चप्पल राख्नु
पानी ओहो नि एकछिन जाने ल साथीहरु हामी अब हिँड्ने बाई बाई The next day. Hello everyone, दर्शन नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ नेक्स्ट डेमा आइसकेँ। हिजोको भिडियो चाहिँ त्यति नै भयो, त्यसपछि चाहिँ मैले भिडियो गर्न भ्याएन, त्यसैले म चाहिँ अब त्यो हिजोको र आजको भिडियो चाहिँ सँगै राख्छु। कृपया हेरिदिनु होला। आज चाहिँ म विचार जान लाग्यो, के हुन्छ त हेर्दै गर्नु होला है त। अहिलेलाई चाहिँ बाई बाई। कस्तो घामले पोले हो घाम हेर्नु यहाँ कस्तो लाग्यो, यस्तो घाम चर्की छ। हेलो साथीहरू, म चाहिँ बाबालाई भेट्न आएको छु, भेट हुन्छ कि नै नमस्ते। ल साथीहरू, हामी चाहिँ मार्टमा छौँ ल अहिले चाहिँ। भाडा दिन सामने पऱ्यो। त्यस्तो गाइस लैजाऊ, मलाई एउटा ठुलोको लाग्यो, फोनको लैजाऊ। चाहिँ यहाँ कस्मेटिक पसलमा आज एकदमै भिड लागेर छ कस्मेटिकमा। म चाहिँ यहाँ पोन्ड्सको फेस वास हेर्दैछु। नानीलाई कपी लिइदिन आएको, हेर्नु साथीहरू। 30को कपी त यत्रो पो रहेछ। 30-40को कत्रो हुन्छ? यो ठिकै हुन्छ फ्रान्सीलाई? ए हुन्छ के 80 हरा राख्यो भने मैले जिल्लालाई कपी उद्योगमा खाले कफी हुन्छ। पुनमको औँठी लिन आएको के कति टाइम भयो, अलिक ल हेर्नु साथीहरू, हामीले चाहिँ यति धेरै सपिङ गऱ्यौँ। यति धेरै सामान छ, यति धेरै सामान हो, के सामान लियौँ। आज चाहिँ पैसा जति बेजारतिरै फालेर आयौँ।